economic prosperity of the country. Even economic decisions are being made based on what suits the politics and what suits the limited people who run this state. So it is a problem. I के context में भन्दैछु भने नेपालका पनि धेरै पोजिटिभ पक्षहरू छन् त्यसका पनि बारेमा हामी कुरा गर्छौँ. Everything is not dead, everything is not gone. तर म के भन्दैछु भने त्यस्तो इन्भाइरोनमेन्टमा बाट सुरु गरेर पनि आज हामीले एउटा नेपाली बिजनेस हाउसले एउटा बिजनेसम्यानले एउटा मतलब एउटा नयाँ तहमा एउटा अर्गनाइजेसन नेपाललाई नेपालको एउटा अर्गनाइजेसनले पुर्याउन सक्छ भने तपाईहरु झन् अमेरिकामा हुनुहुन्छ. You have seen it all. र त्यो माथि पनि अहिलेको टाइम there could not be a better time to create a company or an activity which can make not only you proud and Nepal proud, but you can create a completely new dimension. अहिलेको म चाहे पनि के भन्ने गरेको छु कि अहिलेको समय भनेको अहिलेको टाइम टेक्नोलोजी जुन lot of you might be he was talking about the startup ventures को पूरा गर्दै हुनुहुन्छ जो टेक्नोलोजिकल जति भनौँ न विगतको 10-15-20 वर्षको दौरानमा ठुला कम्पनीहरुको उदय भएको छ. तिनीहरुको पृष्ठभूमि खेलाएर हेरौँ भने हामी के पाउँछौँ भन्नु होला भने कि उनीहरु यसै गरिकन न उनीहरुको कुनै बिजनेस ब्याकग्राउन्ड थियो न ठुला क्यापिटलै लिएर बसेका थिए न कसैले उनीहरुलाई चाहिँ त्यसरी चाहिँ एकदम गुम गरेर ह्यान्डओभर गरेर कुनै एउटा सिस्टमबाट ड्राइभ गरेर कुनै ठाउँमा उचालेर पुर्याएको हो. प्योर टेक्नोलोजी र बजारमा देखेको ग्याप, डिमान्ड र सप्लाईको ग्याप, कनेक्टिभिटीको ग्याप, कनेक्टिभिटी बिट्विन द बायर एन्ड सेलर, सर्भिस प्रोवाइडर एन्ड बायर, त्यसलाई आइडेन्टिफाई गरेर सरकारको के अरे विश्वको चाहिँ एउटा तस्बिरै अहिलेको the most amazing some examples that I'm sure all of you know. The biggest hotel company in the world today has no hotels to own. Airbnb भन्ने एउटा कम्पनी छ जसले एउटा पनि होटल रुम चाहिँ ओन गर्दैन. 70,000 rooms they manage. They have become bigger than IHGs and Starwoods and any other or Marriott. वर्ल्ड को सबभन्दा ठुलो ट्याक्सी कम्पनीको एउटा पनि आफ्नो पाइन्छ. If they have anything, it's all about they identified that there are plenty of people sitting out there with cars which are not used with some extra time. The time समय पनि उहाँहरूले युज गर्न सक्नुहुन्छ and a lot of people who wanted a more dignified, more presentable solution for transportation. They enter and it's technology. Right? All these happened in how many years? 7, 8, 9 years. Talk of WhatsApp, we talk of Alibaba. Alibaba को क्या मैं आपको बता दूँ example दीजिए. At the age of until the age of 31, he did not even see a computer. He did not go to MIT. He did not go to Harvard. America घुम्न चाहिए. पूरी एउटा family वाला बोलाउन आएको बेलामा घुम्नलाई बोलाएको बेलामा कम्प्युटरमा चाइनीज बियर खोज्दाखेरि उसको दिमागमा सनम छुटेछ. ये हो चाइनीज माल चाहिँ यो ई प्लेटफर्म अनलाइनमा अवेलेबल नहुने अमेजनमा के चाहिँ चाइनीज माल नपाउने भनेर त्यहाँ गएर चाहिँ आई एम गोइङ टु ओपन एन ई कमर्स प्लेटफर्म टक टु द गभर्नमेन्ट भनेर गभर्नमेन्टलाई गएर भन्नुभएको छ. गभर्नमेन्टले खालि चाइनीज मात्रै माल बेच्ने खोलो होइन भने वी कान्ट सपोर्ट यु. मैले ज्याकमाकै भाषण सुनाउन लाग्नु हो भनेर मलाई ज्याकमाले सुनाउनु पर्यो. त्यसपछि 18 जना $5,000 18 जना साथी 16 जना साथी $80,000 and he started Alibaba, which has today become the largest, not only the largest company of China, but probably the largest IPO ever in New York Stock Exchange. I know that's it.
person who invented WhatsApp, who sold WhatsApp to Facebook for $18 million was refused a job by Facebook. He used to sweep the floor of a bakery in Ukraine. We can go on and on. As a matter of news, Indians overnight, technology-driven venture Chinese company fund startup venture, suddenly overnight they become billionaire. अहिलेको संसारले यस्ता यस्ता अवसरहरू दिइरहेको बेला छ. Why I am saying all this is कि मेरो आफ्नो मनभित्रको सङ्कल्प चाहिँ के हो भने अघि प्रहलादजीले पनि भन्नुभयो कि कन्ट्री बन्ने भनेको इकोनोमिक एक्टिभिटी, इकोनोमिक रिसोर्सेसको जेनेरेसनबाट मात्रै हो. I'm not saying that without professional contribution is any less important. Without that, you can't. Without a good doctor, without a good engineer, without a good scientist, without a good teacher, you can't operate. But you need a new breed of businesses, a new breed of business. And I'm beginning to see that happening. I'm seeing that happening in California, I'm seeing that happening in Texas, and I'm seeing that happening in New York. At this rate, I can tell you, if I can tell you that Nepalese community in America will be one of the better known business community in the world. And it's considered transformative. It's another Nepali strength. The Nepalese are known as trekkers, and expect Sherpas, mountaineers, and Gorkhas. And that is not the identity. How the situation and environment transforms people. मैले नेपाली जाँदाखेरि पनि हैन तपाईं नेपालमा त्यही गर्ने वातावरण नै भएन, त्यसैले अब यतातिर हामी आएर गरिरहेको भन्नु. तपाईं त्यसो किन भन्नुहुन्छ? तपाईं यो भन्नुस् न कि म नेपाली भइकन नेपालको नाउँ, नेपालको शिर उच्च हुने गरिकन, स्वाभिमान बढाउने गरिकन नेपाल भन्दा बाहिर समेत म गरेर देखाइरहेको छु भनेर भन्नुस् न. तपाईले यो अर्न गर्नुभएको यो रिसोर्सेस भने अल्टिमेटली त नेपालमा जाने रिसोर्स. तपाईले यहाँनिर जेनेरेट गर्नुन्जेलसम्म नेपाललाई त्यसले प्रेस्टिज दिन्छ, अनर दिन्छ, नेपालको आइडेन्टिटी बढाउँछ. जुन दिन नेपालले एउटा कम्पेरेबल काम गर्ने वातावरण दिन्छ, सबभन्दा पहिला तपाईको क्यापिटल र तपाईको त्यो सारा त्यो स्किल्स तपाईहरुले यहाँ सिक्नु भएको एक्सपोजर त्यो नेपाल फर्किन्छ. Why China became the China र इन्डियन्सको बीचमा यो FDI भन्छ नि हामी, फरेन डाइरेक्ट इन्भेस्टमेन्ट, देयर इज अ ह्युज ग्याप. चाइनाले पनि ओपन गर्यो, इन्डियाले पनि ओपन गर्यो. China was able to attract $100 billion in FDI in 1 year, and India was able to attract only 10. You know why? Because Chinese, after the revolution, when Chinese left America, China, they focused in business. So many Santan, after this, field, they started focusing in creating wealth. They started not only creating wealth in their own way, started reinvesting by nature. पछि जब चाइनामा चाहिँ काम गर्ने वातावरण पोजिटिभ बन्ने बित्तिकै हो त्यो सबभन्दा पहिला. So that's what I see happening in Nepal. नेपाललाई बन्नलाई धेरै समय लाग्दैन. नेपालको साइजको कारणले, नेपालमा भएका नेचुरल रिसोर्सेसको कारणले त्यो नेपालको अलिकति नमिलेको कुरो अलिकति घुमाइदियो र अलिकति मिलाइदियो भने overnight you will see Nepal will go to a level which nobody can imagine, because we are so lucky. के छ नि नेपाल? Some of the major natural resources of Nepal which God has gifted, त्यसमध्ये एउटा मात्रै कुनै सेक्टरलाई all can fully exploit गरेर नेपालको प्रस्तुत. Forests, you can talk about the power, you can talk about the tourism, you can talk about the precious medicinal herbs, right? नेपालको कथा सुन्नु त यो विषयमा त्यो ब्रह्माले जब चाहिँ यो